तपाईं फेसबुकमा लगातार मेहनत गरिराख्नु भएको छ, भिडियो राखिराख्नु भएको छ, फेरि पनि भ्युज बढ्दैनन्, फलोअर्स बढ्दैनन्, अर्निङ भइरहेको छैन भनेपछि यो आजको भिडियो तपाईको फेसबुक जर्नीलाई बदल्नेवाला छ। किनकि म आज तपाईलाई भन्ने छु नयाँ कन्टेन्ट क्रिएटरले गर्ने 5 ठूला गल्तीहरू जो 90% नयाँ कन्टेन्ट क्रिएटरले गर्ने गर्छन्। भिडियोलाई अन्त्यसम्म हेर्नु होला, किन भन्दाखेरि एक पोइन्ट पनि मिस भयो भने तपाईको पूरा भिडियोको अर्थ सकिन्छ। तो नमस्कार मित्रहरू, आजको भिडियोमा तपाईले 5 वटा गल्तीहरू जान्नु नै छ, जसलाई यदि सुधार गर्नु भनेपछि तपाई फेसबुकमा धेरै माथिसम्म पुग्नु नै छ। गल्ती नम्बर 1, अरूको कन्टेन्टलाई कपी गर्ने। जस्तै अरूको भिडियो, फोटो या टेक्स्ट मेसेजहरूलाई कपी गर्दै पेस्ट गर्दै गर्नुभएको छ या त्यसलाई अपलोड गर्ने गर्नुभएको छ भने त्यसलाई आजै बन्द गर्नुहोस्। किन भन्दाखेरि फेसबुकलाई मौलिक कन्टेन्ट चाहिन्छ, ओरिजिनल कन्टेन्ट चाहिन्छ, कपी चाहिँदैन। आफ्नै भोइस, आफ्नै भिडियो, चेहरा आफ्नै हुनु पर्यो, आफ्नै भोइसको, आफ्नै कहानीसँगको भिडियो तपाईले लगातार पोस्ट गर्न आवश्यक हुन्छ। यदि हामी कपी गर्छौं भनेपछि फेसबुकले आज नै त भोलि हाम्रो अकाउन्टको रिचलाई बन्द गरिदिन्छ, त्यसलाई अगाडि रिकमेन्ड गर्दैन, पोस्ट अगाडि बढाउँदैन। त्यो गर्दाखेरि आजबाट तपाईले ओरिजिनल कन्टेन्ट मात्रै बनाएर पोस्ट गर्नु होला। त्यसको समाधान के छ भन्दाखेरि आफ्नै मोबाइलबाट होस्, ओरिजिनल कन्टेन्ट, आफ्नै कहानीलाई तपाईले पोस्ट गर्नुहोस्। यही तपाईको ब्रान्ड हो, यसैबाट तपाईको पहिचान हुनेछ, तपाईकोलाई दुनियाँले चिन्नेछ। गल्ती नम्बर 2, गल्ती नम्बर 2 मा हुक बिना भिडियो सुरु गर्नु। धेरैले भिडियो बनाउनु भन्दा पहिले हेलो गाइज, नमस्कार या अरू परिचय दिएर मान्छेलाई बोर गर्छ, अडियन्सलाई बोर गर्छ। यदि त्यो अडियन्स यदि तपाईको भिडियोबाट बोर भयो भने त्यसलाई स्क्रोल गरेर अगाडि बढ्छ, तपाईको भिडियो हेर्दैन। यदि तिनले भिडियोलाई हेरेनन्, खाली स्क्रोल गर्दियो भने फेसबुकलाई पनि यो लाग्छ कि यसमा कुनै यो भिडियोमा कुनै दम छैन, त्यसलाई त्यत्तिकै त्यसको रिच डाउन गरिदिन्छ, अगाडि त्यसलाई रिकमेन्ड गर्दैन। पहिलो 3 सेकेन्डमा अडियन्सलाई रोक्ने लाइन बोल्नुपर्छ, त्यसैलाई नै हुक भनिन्छ। जस्तै तपाईले यो भिडियो सुनिसकेपछि फेरि यो भिडियोलाई हेर्नु होला। जुन जुन चीज मैले बताइरहेको छु त्यो यहाँ मैले इस्तेमाल गरेको छु। त्यस्तै गरेर तपाईले पनि भिडियोलाई बनाउनु होला। तपाईको भिडियोमा धेरै रिचहरू आउनेछन् र धेरै अगाडि बढ्नेछ। तपाईले आफ्नो परिचय दिएर बोर गर्नुभन्दा पहिलो 3 सेकेन्डमा तपाईले कुनै यस्ता चीज बताउनु जरुरी छ, कुनै प्रश्न उत्तर गर्न सक्नुहुन्छ, समस्याको समाधान बताउन सक्नुहुन्छ, या कुनै रोचक तथ्यहरू त्यहाँ बताउन सक्नुहुन्छ, लाइनहरू बताउन सक्नुहुन्छ। त्यो गर्नुभयो भनेपछि बल्ल मान्छेहरूले तपाईको भिडियोमा एंगेजमेन्ट दिन्छन् र त्यो तपाई होल्ड हुन्छन्। त्यसको समाधान के भन्दाखेरि तपाईले जहिले पनि सुरु गर्दाखेरि तपाईले भन्नु तपाई यो गल्ती गर्दै त हुनुहुन्न भनेर तपाईले प्रश्न गर्न सक्नुहुन्छ, या यो जानकारी तपाईले लिनु भएन भने तपाईको अघि बढ्ने बाटो बन्द हुन्छ। यस्ता कुराहरू तपाईले भनेर तपाईले त्यस्ता कुरा गर्दिन भने तिनले लो के रहेछ यस्तो जो मलाई अघि बढ्न सपोर्ट गर्छ भनेर तिनले भिडियोलाई पुरा हेर्न सक्छन्। यदि तपाई मेरो च्यानलमा पहिलोचोटि आउँदै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। गल्ती नम्बर 3, कन्सिस्टेन्सी नराख्नु, निरन्तरता नहुनु। आज एउटा भिडियो हाल्यो, 10 दिन गायब भयो, त्यसरी फेसबुकमा हामी सफल हुन सकिँदैन। किन भन्दाखेरि फेसबुकले रेगुलर कन्टेन्ट क्रिएटरलाई मात्रै रिच दिन्छ, त्यसैलाई बढाउँछ, त्यसैलाई सपोर्ट गर्छ। यदि तपाईले कहिले कहिले पोस्ट राख्नुहुन्छ भनेपछि तपाईलाई
फेसबुकले कहिले पनि सपोर्ट गर्दैन, त्यसलाई रिच बढाउँदैन। तपाईलाई कमसे कम हप्तामा 3 देखि 5 वटा भिडियो राख्न अनिवार्य छ। त्यो भिडियोको मात्रै कुरा भयो, त्यसपछि तपाईले फोटोहरू राख्न सक्नुहुन्छ, टेक्स्ट मेसेज राख्न सक्नुहुन्छ, स्टोरीहरू राख्नुहुन्छ, त्यो कन्टिन्यू हुनु पर्यो। तर भिडियोको कुरा मात्रै गर्दाखेरि 3 देखि 5 वटा भिडियो तपाईले हर हप्ता राख्नु नै पर्छ र मात्रै फेसबुकले तपाईलाई सपोर्ट गर्छ र त्यसको एंगेजमेन्ट अगाडि बढाउँछ, तपाईको रिच बढाउँछ। नियम के भन्छ भन्दाखेरि कन्सिस्टेन्सी प्लस पेशेन्स सक्सेस हो। यानी कि धैर्य र निरन्तरता, यी दुईटै चीजको आवश्यकता हुन्छ। एउटो चीजको पनि कमी भयो, निरन्तरताको पनि कमी भयो र धैर्य पनि भएन, हडबडीमा हामीले आयौँ 1-2-4 दिनमै हामी सफल हुने सोच्छौँ भने यहाँ कहिले पनि सफल हुन सकिँदैन। त्यसको लागि हामीलाई कन्सिस्टेन्सी प्लस पेशेन्स, धैर्य र निरन्तरता आवश्यक छ। भिडियोमा के बुझ्दै हुनुहुन्छ भने लाइक जरुर गर्नु होला। गल्ती नम्बर 4, भिडियोमा सीटीए नदिनु। सीटीए भनेको कल टु एक्सन। तपाईले भिडियो किन बनाउँदै हुनुहुन्छ? भ्युज को लागि, फलो बढाउनको लागि, या सब्स्क्राइबर बढाउनको लागि, या त्यसलाई शेयर गरेर नयाँ अडियन्ससँग पुर्याउनको लागि, या कमेन्ट बढाएर त्यसमा एंगेजमेन्ट बढाउन चाहनुहुन्छ? के को लागि बनाउनुहुन्छ? त्यो चीज तपाईले भन्न जरुरी छ। भिडियो तपाईले धेरै राम्रो बनाउनु भयो, अडियन्सलाई तपाईको भिडियो मन पनि पर्यो, तर तपाईले भन्नु भएन, कल टु एक्सन दिनु भएन, सीटीए दिनु भएन कि मलाई फलो गर, मलाई लाइक गर, मलाई सब्स्क्राइब गर, मेरो भिडियोमा कमेन्ट गर, मलाई शेयर गर भनेर भन्नु भएन भनेपछि मान्छेले त्यो कसैले पनि गर्दैन। त्यो गर्दाखेरि हर भिडियोको आखिरमा सीटीए यानी कल टु एक्सन दिन जरुरी छ। मलाई फलो गर्नुहोस्, मलाई लाइक गर्नुहोस्, मलाई शेयर गर्नुहोस् भनेर तपाईले त्यहाँ भन्न आवश्यक हुन्छ। यो भन्नुभयो भने मात्रै तपाईलाई अडियन्सले त्यो चीज गर्छ। गल्ती नम्बर 5, छिटै हार मान्नु। 3 देखि 4-5 भिडियो हाल्यो, त्यसपछि त्यसमा सफलता मिलेन, त्यसमा भ्युज आएनन् भने मान्छे छिटैभन्दा छिटै त्यसलाई हार मानेर बस्छ कि यो सायद हामीसँग हुँदैन भन्ने। यही सबभन्दा ठुलो गल्ती हो। पहिलेका 10 देखि 20 वटा भिडियो त हामीलाई सिक्नको लागि हुन्छन् कि भिडियो बनाउने कसरी, तब मात्रै हाम्रा भिडियोहरू ठीक बन्न सुरु गर्छन्। तर पनि हुन सक्छ 30 भिडियोमा 40 भिडियो, 50 भिडियो, 100 भिडियोसम्म पुग्दा पनि हुन सक्छ तपाईलाई भिडियोमा त्यति भ्युज नआउलान्। तर तपाईँ निरन्तर गर्न भने एउटा भिडियो पनि तपाईको भाइरल भइदियो भने तपाईको सबै मेहनत र जति तपाईको दुःख कष्ट थियो त्यो सबैलाई भुलाउने खालको तपाईले त्यहाँ सफलता हासिल गर्न सक्नुहुन्छ। त्यसबाट तपाईलाई रिच पनि पाउँछ, भ्युज पनि पाउँछ, अनि फलोअर्स पाइन्छ, अर्निङ पनि हुन्छ, मोनेटाइज सबै कुरा हुन्छ। तर त्यो तब हो जब हामी हार नमानेर लगातार प्रयास गर्दै राख्छौँ, तब त्यो हुन सक्छ। याद राख्नु होला, आजका ठुला क्रिएटरहरू पनि 0 भ्युजबाट सुरु गरेका हुन्। तिनले पनि 100 नै हजारौं भिडियोहरूमा असफलता मिलेर पनि उनी लगातार प्रयास गरे र मात्रै आज सफलताको शिखरमा छन्। हामीले तिनीबाट पनि हामीले सिक्न सक्छौं। यदि तपाईं फेसबुक या युट्युबमा सफल हुन चाहनुहुन्छ भने यी 5 गल्तीहरू गर्न आजैबाट बन्द गर्नुहोस्। तपाई सफलताको शिखरमा हुनुहुनेछ। यदि भिडियो साँच्चै नै उपयोगी लाग्यो भने लाइक गर्नुहोस्। के सुझाव या कुनै नयाँ चीज टपिकमा भिडियो चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। यस्तै भिडियोहरू लगातार हेर्नको लागि मलाई सब्स्क्राइब गर्नुहोस् र तपाई जस्ता नयाँ कन्टेन्ट क्रिएटरको सपोर्टको लागि यो भिडियो शेयर गर्नुहोस्। अर्को भिडियोमा अझै राम्रो कन्टेन्टको साथमा आउनेछु। तब तकको लागि धन्यवाद।